मनु मन्जिलको कविता दसैँ, ल्याम्पपोस्टबाट खसेको जुनबाट सवार। दसैँबाट दसैँ हराएको खबर छ छैन अखबारमा। शरद भुइँमा ओर्लेको छ, स्कुल मावल गइसकेको छ, केही आएन भन्न असजिलो छ। यद्यपि दसैँ नआएको कुरा कतै छ छैन सहरमा। 19 तोपको सलामीले भर्खरै टोडीखेलको मौन घोडा 19 पटक तर्सेको ठिक साँचो हो। क्यालेन्डरको दसैँ छुट्टीमा यता कार्यालयबाट उता जिन्दगीको व्यस्त चोकबाट समय घर भागिसकेको पनि ठिक साँचो हो। तरै दसैँ आएको खबर नै त ती पनि होइनन्। रेडियोको मालाश्री, अखबारको सेलिब्रेटी गफ, सरकारी गजेटको आधिकारिक सूचना, बस यिनैमाझ कतै हराएको छ दसैँ। हलक्क हुर्किएको जमारा, आकाशलाई माथि हुत्याउँदै मचिरहेको पिङ, सुनसान गाउँको बाटामा अचानक घर फर्किरहेका मानिसहरूका ताती, हृदय जस्ता एकान्त आँगनको मखमली फुल र बजारको सपिङ सेन्टरको भिड पछिल्लोतिरबाट निस्किसकेको छ दसैँ। सूचनामा दसैँ आएको कुरा चाहिँ ठिक साँचो हो। राष्ट्राध्यक्षको औपचारिक भाषणमा दसैँ आएको कुरा पनि ठिक साँचो हो। रङ्गीन न्युज म्यागजिनका मोटा विशेषाङ्कहरूभित्र दसैँ लुकिआएको कुरा पनि ठिक साँचो हो। तर दसैँ आएकै कुरा चाहिँ सही होइन। साँचो कुरा युद्धमा मारिएका मानिसका टुहुरा छोराछोरीले थाहा छ। टाढा मरुभूमिको क्षितिजमा हराएका छोरा कुरी बस्ने जम्मै आमाहरूले थाहा छ। साँचो कुरा गरिबका चिसा मजेरीहरूलाई थाहा छ, विधवा ऐनाहरूलाई थाहा छ। गरिबका चिसा मजेरीहरूलाई थाहा छ, विधवाका ऐनाहरूलाई